कल्पना गर्नुहोस् त, तपाईँले एउटा परीक्षाको लागि महिनौसम्म दिनरात मेहनत गर्नुभयो, किताबका सयौं पृष्ठ पनि पढ्नुभयो, रातको निद्रा त्यागेर नोटहरू बनाउनु भयो, तर परीक्षा हलमा पुगेपछि अचानक मस्तिष्क खाली हुन्छ। प्रश्न देख्दा तपाईँलाई उत्तर पढेको जस्तो लाग्छ, तर सम्झन खोज्दा सबै कुरा धुवा झैँ हराउन थाल्छ। यो समस्या तपाईँलाई मात्र होइन, संसारका करोडौँ विद्यार्थीले यही समस्याको सामना गर्ने गर्छन्। तर प्रश्न यो छ कि यदि मानव मस्तिष्क ब्रह्माण्डको सबभन्दा शक्तिशाली अङ्ग हो भने हामीले मेहनत गरेर सिकेको कुरा किन बिर्सन्छौँ? के हाम्रो स्मरण शक्ति कमजोर छ? यही प्रश्नको उत्तर खोज्न वैज्ञानिकले दशकौँसम्म अनुसन्धान गरी यो पत्ता लगाए कि समस्या हाम्रो स्मरण शक्तिमा होइन, समस्या त हामीले सिक्ने तरिकामा छ। न्युरोसाइन्सका अनुसार हाम्रो मस्तिष्कमा करिब 86 अर्ब न्युरोनहरू छन्। प्रत्येक न्युरोनले हजारौं अन्य न्युरोनसँग सम्बन्ध बनाउने गर्छन्। यही विशाल संरचनामा हाम्रा हरेक विचार, ज्ञान, अनुभव र सम्झनाहरू निर्माण हुन्छन्। हाम्रो मस्तिष्कको स्मरण क्षमता यति विशाल छ कि वैज्ञानिकले अझै पनि यसको पूरा क्षमतालाई पूर्ण रूपमा बुझ्न सकेका छैनन्। यति विशाल क्षमता हुँदाहुँदै पनि हामीले किन बिर्सन्छौँ भनेर तपाईँको मनमा प्रश्न जागेको हुनसक्छ। यसका लागि तपाईँले मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरा पहिले बुझ्नुपर्छ। हाम्रो मस्तिष्कले दिनभरि एउटै अवस्थामा काम गर्दैन। यसको गतिविधि अनुसार विभिन्न प्रकारका ब्रेन वेभहरू सक्रिय हुन्छन्, जस्तै गहिरो निद्रामा डेल्टा वेभ, आराम र शान्त अवस्थामा अल्फा वेभ, सक्रिय सोचाइको बेला बीटा वेभ, सृजनात्मक तथा गहिरो कल्पनाशील अवस्थामा थेटा वेभ र जटिल सिकाइ तथा जानकारीलाई एकीकृत गर्ने प्रक्रियामा गामा वेभ सक्रिय हुन्छन्। त्यसैले स्मरण शक्ति केवल धेरै पढ्ने कुरामा होइन, पढेको जानकारीलाई कसरी सम्झिन्छौँ भन्ने कुरामा निर्भर हुन्छ। आजको यो भिडियोमा म तपाईँलाई एकपटक पढेको कुरा लामो समयसम्म सम्झने 5 प्रभावकारी उपायहरू बताउनेछु, जसले तपाईँको स्मरण शक्ति सुधार्न र पढाइलाई अझै प्रभावकारी बनाउन मद्दत गर्नेछ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। नम्बर 1, पढ्नु अघि मस्तिष्कलाई तयार गर्नुहोस्। एकपटक सोच्नुहोस् त, एउटा किसानले बिउ रोप्नुभन्दा पहिले जमिन तयार गर्छ। यदि जमिन कडा, सुक्खा वा अनुपयुक्त छ भने उसले संसारको सबभन्दा राम्रो बिउ रोपे पनि त्यो बिउ राम्रोसँग उम्रन सक्दैन। हाम्रो मस्तिष्क पनि ठिक त्यस्तै हो। धेरै मानिसहरू मोबाइल चलाउँदै, रिल स्क्रोल गर्दै वा तनाव र हतारको अवस्थामा किताब खोल्छन्। यस्तो समयमा हाम्रो ध्यान लगातार एउटा कामबाट अर्को काममा जान्छ, जसले गर्दा तपाईँलाई ध्यान केन्द्रित गर्न कठिन हुन्छ। साइकोलोजीमा यसलाई अटेन्सन स्विचिङ भनिन्छ। तपाईँको ध्यान बारम्बार परिवर्तन हुँदा तपाईँले नयाँ जानकारीलाई राम्रोसँग सङ्ग्रह गर्न सक्नुहुन्न। त्यसैले पढ्नु अघि 2 देखि 5 मिनट गहिरो सास लिनुहोस्। पढ्ने ठाउँ शान्त र सफा बनाउनुहोस्। मोबाइल वा अन्य ध्यान भङ्ग गर्ने कुरालाई टाढा राख्नुहोस्। यसले मस्तिष्कलाई शान्त र ध्यान केन्द्रित गर्न सक्ने अवस्थामा ल्याउँछ, जुन अल्फा वेभसँग सम्बन्धित हुन्छ। यो अवस्थामा तपाईँलाई नयाँ जानकारी ग्रहण गर्न सजिलो पनि हुन्छ। त्यसैले आजैबाट धेरै घण्टा पढ्नुभन्दा सही तरिकाले पढ्ने बानी बसाल्न थाल्नुहोस्। नम्बर 2, पढेको कुरा सम्झने अभ्यास गर्नुहोस्। प्राय विद्यार्थीहरूले एउटा पाठ पढ्छन्, त्यसपछि अर्को पाठ पल्ट्याउँछन्, फेरि अर्को पृष्ठ पढ्छन् र यसलाई सिकाइ ठान्छन्। तर वास्तवमा आँखाले शब्द हेर्दै जानु सिकाइ होइन। वास्तविक सिकाइ त तब सुरु हुन्छ जब तपाईँले पढिसकेपछि किताब बन्द गरेर मैले अहिले के पढेँ भनेर आफैलाई प्रश्न सोध्नुहुन्छ। त्यस क्षण तपाईँको मस्तिष्कले तपाईँको पढेको कुरालाई सम्झने, विश्लेषण गर्ने र प्रयोग गर्ने प्रयास गर्छ। अमेरिकाका धेरै विश्वविद्यालयमा गरिएको अनुसन्धान अनुसार बारम्बार पढ्ने भन्दा सम्झने प्रयास गर्ने विद्यार्थीको स्मरण शक्ति राम्रो थियो। मानौ तपाईँले एउटा अध्याय पढ्नुभयो, त्यसपछि फेरि किताब बन्द गर्नुहोस् र आफ्नै शब्दमा 5 मिनट त्यसलाई सम्झने प्रयास गर्नुहोस्। जब तपाईँले पढेको कुरालाई सम्झने प्रयास गर्नुहुन्छ, तब तपाईँको मस्तिष्कले सक्रिय रूपमा काम गरिरहेको हुन्छ। सक्रिय सोचाइको यो अवस्था बीटा वेभसँग सम्बन्धित हुन्छ। यस्तो अवस्थामा न्युरोनहरू बीचको सम्बन्ध पनि अझ बलियो बन्दै जान्छ। महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए, यदि तपाईँ कुनै कुरा अरूलाई सरल भाषामा बुझाउन सक्नुहुन्न भने तपाईँले त्यो कुरा अझै पूर्ण रूपमा बुझ्नु भएको छैन। त्यसैले आजैदेखि केवल पढ्ने होइन, पढेको कुरालाई बुझेर सम्झने प्रयास गर्नुहोस् र आफैले आफैलाई बुझाउने प्रयास गर्नुहोस्। नम्बर 3, नयाँ ज्ञानलाई पुरानो ज्ञानसँग जोड्नुहोस्। तपाईँले कहिले सोच्नु भएको छ किन हामीले बाल्यकालको एउटा सानो घटनालाई वर्षौंसम्म सम्झिरहन्छौँ, तर हिजो पढेको एउटा पेज आज बिर्सन्छौँ? किनभने बाल्यकालका घटनाहरू हाम्रो भावना, अनुभव र कथासँग जोडिएका हुन्छन्।
मस्तिष्कले अनुभव भएको जानकारीलाई सजिलै सम्झन सक्छ। जब तपाईँले कुनै नयाँ कुरा सिक्दै हुनुहुन्छ तब तपाईँको मस्तिष्क सक्रिय सोचाइको अवस्थामा हुन्छ। यदि नयाँ जानकारीलाई केवल रट्नुभयो भने यो जानकारी छिट्टै हराउन सक्छ। तर अनुभव वा पुरानो ज्ञानसँग जोड्नुभयो भने न्युरोनबीच नयाँ सम्बन्ध बन्छ। यो सम्बन्ध जति बलियो बन्छ तपाईँको स्मरण शक्ति पनि त्यति नै बलियो हुन्छ। मानौ तपाईँले इतिहास पढ्दै हुनुहुन्छ भने त्यसलाई एउटा मुभीको रूपमा कल्पना गर्नुहोस्। त्यस्तै गाह्रो कन्सेप्टलाई स्टोरी बनाएर पढ्नुहोस्। जानकारीलाई आफ्नो जीवनको कुनै घटनासँग जोड्नुहोस्, किनकि हाम्रो मस्तिष्कले सबभन्दा बढी कथा र चित्रलाई राम्रोसँग सम्झन्छ। याद राख्नुहोस्, नयाँ ज्ञानलाई पुरानो ज्ञानसँग जोड्नु भनेको दुईवटा डोरीलाई एउटै गाँठोले बाँध्नु जस्तै हो। गाँठो जति बलियो हुन्छ त्यति नै त्यसलाई छुटाउन कठिन हुन्छ। नम्बर 4, सही समयमा दोहोऱ्याउनुहोस्। कल्पना गर्नुहोस्, तपाईँले आज 8 घण्टा लगातार पढ्नुभयो। किताब बन्द गर्दा तपाईँलाई अब यो कुरा कहिल्यै पनि बिर्सिन्न जस्तो लाग्छ। तर केही दिनपछि परीक्षा हलमा पुग्दा त्यही उत्तर सम्झन तपाईँलाई गाह्रो हुन्छ। तपाईँलाई थाहा छ किन यस्तो हुन्छ? जर्मनका मनोवैज्ञानिक हर्मन एबिङहसको फर्गेटिङ कपको अनुसन्धानले देखाएको छ कि यदि नयाँ जानकारीलाई सही समयमा दोहोऱ्याइएन भने हाम्रो मस्तिष्कले बिस्तारै त्यसलाई कमजोर बनाउँदै जान्छ। यही कारण धेरैजसो विद्यार्थीले धेरै पढेर पनि परीक्षा हलमा उत्तर सम्झन सक्दैनन्। मानौ अनिल र अनिसाले एकै दिन अङ्ग्रेजीको नयाँ शब्द सिके। अनिलले 5 घण्टा लगाएर घोके तर कहिल्यै पनि दोहोऱ्याएनन्। अनिसाले भने थोरै समय पढिन् तर दोस्रो दिन, 7औं दिन, 15औं दिन र 1 महिनापछि पुनः अभ्यास गरिन्। परीक्षाको बेला अनिलले उत्तरहरू जिब्रोको टुप्पामा आएको महसुस गरे तर सम्झन भने सकेनन्। तर अनिसाले भने आत्मविश्वासका साथ लेखिन्, किनभने उनले सही समयमा दोहोऱ्याएकी थिइन्। जब हामीले कुनै पनि कुरा पहिलो पटक पढ्छौँ तब हाम्रो मस्तिष्कको न्युरोनहरूबीच एउटा नयाँ बाटो बन्न थाल्छ। यो बाटो सुरुमा निकै कमजोर हुन्छ, ठिक जङ्गलभित्रको नयाँ गोरेटो बाटो जस्तै। पहिलो पटक हिँड्दा बाटो कमजोर हुन्छ। यदि त्यस बाटो फेरि हिँडिएन भने केही दिनमै त्यो बाटो घाँसले ढाकिदिन्छ। तर यदि हामी बारम्बार त्यही बाटोमा हिँड्यौँ भने त्यो गोरेटो बिस्तारै फराकिलो सडक बन्छ। स्मरण शक्ति पनि यस्तै हुन्छ। तपाईँले बारम्बार दोहोऱ्याउँदा विभिन्न स्मृति नेटवर्कहरू सक्रिय हुन्छन्। एक अनुसन्धान अनुसार गामा वेभलाई विभिन्न जानकारीहरू राख्ने र मस्तिष्कका फरक फरक भागबाट आएको सङ्केतलाई जम्मा गर्ने प्रक्रियासँग सम्बन्धित मानिन्छ। त्यसैले सफल विद्यार्थीहरूले धेरै घोक्दैनन्, उनीहरूले त सही समयमा दोहोऱ्याउने गर्छन्। नम्बर 5, गहिरो र पर्याप्त निद्रा लिनुहोस्। प्राय विद्यार्थीले निद्रालाई त्यागेर रातभर पढ्नुलाई सफलताको बाटो मान्छन्। तर वास्तवमा निद्रा त्याग्नु भनेको आफ्नो मस्तिष्कको सबभन्दा महत्त्वपूर्ण प्रक्रियालाई रोक्नु हो। किनकि धेरै पढाइ किताब खोल्दा मात्र हुँदैन। तपाईँ सुतिरहेको बेलामा पनि मस्तिष्क सक्रिय भएर दिनभरि सिकेका जानकारीलाई व्यवस्थित गरेको हुन्छ। न्युरोसाइन्टिस्ट जोन बनको अनुसन्धान अनुसार गहिरो निद्राको समयमा डेल्टा वेभ सक्रिय हुन्छ। यो समयमा मस्तिष्कले दिनभरि सिकेको जानकारीलाई पुनः सक्रिय गर्छ र हिप्पोक्याम्पसमा अस्थायी रूपमा सङ्ग्रह गरिएको जानकारीलाई नियोकोर्टेक्समा लङ टर्म मेमोरीको रूपमा राख्दछ। यस प्रक्रियालाई मेमोरी कन्सोलिडेसन भनिन्छ। वैज्ञानिक म्याथ्यू वाकरले गहिरो निद्रालाई मस्तिष्कको सेभ बटनसँग तुलना गरेका छन्। तपाईँले हरेक दिन कम्तीमा 7 देखि 9 घण्टा सुत्नुहोस्, किनभने रातभर जाग्राम बसेर पढ्ने विद्यार्थीले पढेको कुरा छिट्टै बिर्सन्छन्। तर पर्याप्त र गुणस्तरीय निद्रा लिने विद्यार्थीले एकपटक पढेर पनि सम्झन सक्छन्। याद राख्नुहोस्, पढ्दा ज्ञान सङ्कलन हुन्छ, तर गुणस्तरीय निद्रा लिँदा हाम्रो मस्तिष्कले स्मरण शक्तिलाई बलियो बनाउँछ। स्मरण शक्ति जन्मजात आउने जादु होइन, यो त एउटा सिप हो जसलाई अभ्यासद्वारा विकास गर्न सकिन्छ। तपाईँको मस्तिष्क कमजोर छैन, यसलाई त तपाईँले सही तरिकाले प्रयोग गर्नु आवश्यक छ। त्यसैले अबबाट धेरै घण्टा पढ्ने लक्ष्य होइन, सही तरिकाले पढ्ने लक्ष्य बनाउनुहोस्। किनभने किताब पल्ट्याउने मानिस धेरै हुन्छन्, तर किताबको ज्ञानलाई सम्झेर सही समयमा उपयोग गर्ने मानिस बिरलै जन्मिन्छन्। तपाईँले आज सिकेका यी 5 वैज्ञानिक तरिकामध्ये एउटा मात्र आफ्नो पढाइमा लागू गर्न सक्नुभयो भने केही महिनापछि तपाईँ आफैले आफ्नो स्मरण शक्तिमा आएको परिवर्तन महसुस गर्नुहुनेछ। फिलोसोफर फ्रान्सिस बेकनले भनेका छन्, नलेज इज पावर। तर त्यो नलेज त्यति बेला मात्र पावरफुल बन्छ जब तपाईँले आवश्यक परेको बेला त्यसलाई सम्झेर प्रयोग गर्न सक्नुहुन्छ। एकैछिन सुन्नुहोस् त, यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेसनलाई डाउनलोड गर्नुहोला।